तिमी भन्ने के तिमी अनि चल्छ हैन हामी त यो त एकदम अर्गानिक भन्दैन के कोले के भन्छ र त नै हो नि ओ कति समयपछि भेट भएको हामी है हो नि अनि काठमाडौँमा सायद फर्स्ट टाइम होला हामी यसरी बसेको चाहिँ एकदम हो नि त्यही त अब गाउँमा अस्ति कहिले रे भेटभाट बिर्से मैले लास्ट टाइम दसैँ हैन दसैँ कि तिहारमा हो सरी तिहारमा भेट भएदेखि अहिले त अनि त्यही नि अब हामी काठमाडौँमै रहेर पनि भेटै भएको छैन नि त अनि त रेगुलर यहाँ बस्नु भयो क्या म त सर्टेन टाइमको लागि मात्रै बस्नु भएको कारणले खासै त्यस्तो भएन नि त दसैँमा नि के सरी तिहारमा त छिट्टै आइदिइहालिस् अनि खासै बसेर गएको नि मौका नि मिलेन है खुसी लाग्यो भोक लागेर चाहिँ खाँदै गरौँ न हुन्छ अनि के छ त नयाँ नौलो त्यही त हो नि जिन्दगीमा काम जस आफ्नो कर्म गरिहाल्छ होइन राम्रो कर्म गर्ने हो काम गरिहाल्छ अगाडि बढिहाल्छ राम्रो गर्ने प्रयास गर्ने हो त्यही त जे पनि खुसी लाग्छ अब बच्चादेखिको साथी होइन अब अहिलेसम्मको मित्रता छ नि त हामी कति वर्ष आमा वर्ष त नभनौँ होइन वर्षै त हो नि हामी एउटै एजको मान्छे होइन त्यो कति वर्ष भनेर चाहिँ नभनौँ वर्ष नखला वर्षौँसम्मको जो बच्चादेखिको अहिलेसम्मको मित्रता राम्रो छ त्यसरी बुझौँ न हामीले होइन त्यही त अब हाम्रो मित्रता जसरी अब अलिकति मजबुत छ त्यस्तै गरी हामी अब बाल्यकालदेखि नैको हो र के हाम्रो घर पनि नजिकै छ नि पनि बनिनु पर्यो छिमेकी हो नि त हामी छिमेकी यसरी होइन त्यसरी लिन्न कि मैले त अझै छिमेकी तरिकाले लिन्न कि तेरो घरसँग होइन छुट्टै नाता छ कि मेरो त्यो एउटा भाइब्स हुन्छ नि आफ्नै फ्यामिली टाइपको हामी सँगै काम गर्ने सँगै खाने है त्यो छिमेकी घर त्यस्तो भन्ने फिल चाहिँ कहिले आउँदैन कि मलाई चाहिँ एकदम नजिकको नाता हुन्छ नि त्यो टाइपको कि त्यस्तो भाइब्स आउँछ कि मलाई त्यही त खाँदै गरौँ भोक नि लागिरहेछ तँलाई याद छ तँलाई एउटा कुरा याद छ तँ एक क्लास हुँदाखेरि म शिशु थिएँ नि पछि फेरि सँग एउटै क्लास भयो त अनि कसरी थाहा छ म फेल भएर होइन त फेल भएको छैन सबसे ट्यालेन्ट स्टुडेन्ट तँ थियो कि त्यहाँको लेडिजहरू मध्ये सबैभन्दा ट्यालेन्ट तँ थिइस् कि त्यति बेला हामी चाहिँ अलिकति गोबर टाइपको थियौँ राख्दिउँ है कसरी एउटै क्लास भयो भन्नु यसको कहानी मैले तँलाई भनेको छैन यार मलाई थाहै छैन अब कसरी भयो पनि बिर्सिनु कसरी क्लास भन्दाखेरि शिशु क्लास पढ्ने शिशुमा भनेर चाहिँ पूजन म सुनिलहरू हामी 4-5 जना ग्याङ थियौँ बाँकी तिमीहरू ट्यालेन्ट ग्रुपहरू एकमा थियौँ एउटै क्लासरुमभित्र यतापट्टि फर्काएर व्हाइट बोर्ड ब्ल्याक बोर्ड राखेर चाहिँ तिमीहरूलाई एकमा पढाउँथ्यो कि अनि त्यहीबाट अपोजिट साइडमा डिरेक्सनमा फर्काएर हामीले शिशुमा पढाउनुहुन्थ्यो त्यो 5-6 जना केटाहरूमध्ये सबैभन्दा ट्यालेन्ट म थिएँ अनि लेखमाया दिदी छ नि हाम्रो यसको क्रेडिट चाहिँ लेखमाया दिदी चाहिँ जान्छ कि मैले उहाँलाई अहिलेसम्म भनेको छैन होइन अनि उहाँ आउनुभयो अनि सोध्नुभयो क ख एबिसी 1 देखि 100 सम्म मैले भने पछाडि ल तिमी त डेन्जर ट्यालेन्ट रहेछ तिमी शिशु भएन नि बाबु तिमी त एकमा गएर पढ्ने हो अरे अनि म चाहिँ अनि मलाई उठाएर लगेर एकमा तिमीहरूसँग राखिदिएको हो कि अनि त्यस पछाडि म कन्टिन्यू एकमा भएँ अनि केटाहरू पछाडि पढ्यो अनि म तिमीहरूसँग पढेको हो कि अनि तिम्रो पछाडि भएको को पछाडि क्लासको रे खिममामा पूजन अमृत सुनिल निशान यादव यो ग्याङ हो कि यो ग्याङको अलिकति ट्यालेन्ट म भएर म एकमा गएर पढ्यो यिनीहरू चाहिँ जहाँको तिमी भयो कि त्यसरी चाहिँ एक ग्याङ त्यसपछि सँगै भयो त्यही त खै अब पहिला के भयो खासै याद नहुनु कि है बिर्सिने बचै थियो नि त्यो शिशु भने त अनि यादै छैन मलाई त कति स्कुलको याद भने नै 4-5 कक्षा पुगेपछि त थाहा छैन है तर मलाई धेरै मेमोरी छ हामी त बच्चामा त्यो सडक नाटकहरू होइन गर्थ्यौँ होइन लाइक एक्टिङ त्यतातिर अलिकति झुकाएको थियो हाम्रो होइन अनि डान्सहरू भयो डान्सहरू गर्थ्यौँ अनि तैँले एउटा गीत गाएको अझै पनि मलाई स्टिल मेमोरी छ क्या त्यो गीत थाहा छ तीजको गीत होइन तीजको गीत होइन
अनि मलाई मेमोरी भएको तँलाई कसरी थाहा हुन्छ नि को ए हो कि भन्ने कि ए गेस गरेको 30 को गीत होला भने मैले किनभने पहिला नै अलिअलि जे भयो नि यो गीत सङ्गीतमा रुचि थियो नि त बच्चादेखि अनि मैले गीत लेखेर आफूले जस्तो लय चाहिँ अरूको होइन गायकहरूको अनि मैले शब्द चाहिँ मैले बनाएर गीत गाउँथेँ नि ओ त्यही टाइपको प्रतियोगितामा तर फिल्ममा चाहिँ हैन तीजो गीत चाहिँ के गीत भन्दैन एक्चुअली शब्द आफ्नै शब्द चाहिँ आफ्नै लय अरूको लय पनि खोइ तेरै हो कि जस्तो लागिरहेको मलाई त्यो शब्द के थियो भने कति पर्यो 4 पाती तोरीलाई हेला गर्यो म एउटी छोरीलाई भन्ने टाइपको थियो कि भागेको पछि म याद गर्थेँ हे भगवान कति पर्यो 5 पाती तोरीलाई हेला गर्यो म मैले गाएँ गफलाई गॉड प्रमिस तर मलाई यो याद छैन विकास मलाई याद छैन त मलाई याद छ कति क्लासतिर आई थिंक 4-5 क्लासतिर हो त्यो एउटा पर चेस नेपाल भन्ने त्यो नि हैन त्यो चेस नेपाल संस्थामा त्यो म्यामहरु हुनुहुन्थ्यो नि सुस्मिता याद छ नि सुस्मिता म्याम गीता म्याम हो तिनीहरुको टाइममा ए उलाई पो याद आइछ मलाई यो गीत मैले गरेको थाहा छैन यो चाहिँ बरु 30 को गीतहरु चाहिँ बच्चामा बिस्तारै गाउँथे कि हामी अब कति 3-4 कक्षा हुँदाखेरि त्यो आज मलाई सन्चो छैन भन्ने खालको गीत आउँछ त्यसै आज मलाई सन्चो छैन त्यो कसको गीत चाहिँ यहाँ गीत चाहिँ कस्तो थाहा भएन है अनि त्यो गीत चाहिँ गाइरहन्थेँ नि त मैले अनि त्यसपछि शर्मिला गुरुङको हाम फालेर मरौँ कि ए त्रिशुलीको पानी गीत त त्यो हो कि मैले चाहिँ हाम्रो एरिया मर्स्याङ्दी नदी उभा भएर अनि हाम फालेर मरौँ कि मर्स्याङ्दीको खोलामा अनि मैले पढ्न पाइनँ नि यो चोलामा भनेर त्यसो गीत गरेको थिएँ कि मैले सायद म खै के भयो ठ्याक्कै याद त भएन सेकेन्ड थर्ड चाहिँ हुन सक्छु सायद भएकै जस्तो लाग्छ है अहिले याद त भएन फेरि त्यो गीत गाएर 30 मा गीतहरु प्रतियोगिता हुन्थ्यो नि त अनि मैले त्यो भाग एकदम मन परेर अनि शब्द चाहिँ मेरै मैले त्यो गरेर गाएको थिएँ कि त्यो चाहिँ याद छ त्यो याद छ तर धेरै याद एकदम कम हुने रहेछ हैन त्यो बाल्यकालको याद कम हुने तर कस्तो मिठो मेमोरी चाहिँ कुनै मेमोरी मोमेन्टहरु चाहिँ राइट बेन्डमा बसिरा हुने रहेछ सम्झिँदाखेरि कति उ लाग्छ के है अझ कस्तो फिल हुन्छ कि गीत गाएको भयो है अनि त्यसपछि नाटक जस्तो नाटकमा को थियौँ भने हामी राम पनि थियो है केटीहरु को थियो मैले याद गर्नु सडक नाटक रन्जुहरु रन्जु अहिले कहाँ छ युएतिर छ हाम्रो रन्जुको याद आउँछ अनि तम अनि त्यसपछि सपना भयो सपनाले नि एक्टिङ गर्नुहुन्थ्यो र एकचोटि मैले उलाई चाहिँ आमा बनाएर जस्तो त्यो नाटक चाहिँ मैले निर्देशन मैले गरेको अनि उलाई चाहिँ आमा बनाएको वा म छोरी भएको त्यस्तो चाहिँ उलाई पनि खेलाउनु चाहिँ खेलाएको छ कसरी भन्दाखेरि त्यो उलाई आमा बनाएको अनि यसरी के रे पछिबाट यसरी बाँधेर हो याद छ त्यो चाहिँ अलिअलि त्यो गरे हो तर त्यति आजभन्दा कति वर्ष अगाडि हामी त्यसरी चाहिँ एक्टिङमा लागेको मान्छे धेरै पछाडि छौँ कि अहिले हामी कहाँ पुग्नु पर्थ्यो कि है यो मिडिया क्षेत्रमा एक्टिङमा 4-5 कक्षामा अब मैले आफैले गीत लेख्थेँ कि अनि अहिले म अब अलिअलि जाँगर लागेको बेलामा लेख्छु भनौँ न अनि त्यो बेलामा अब नाटकहरु लेख्थे निर्देशन गर्थे आफैले बच्चामै अहिले अब स्टोरी बनाइन्थ्यो कि स्टार्टिङ त्यसमा मेसेज हुन्थ्यो अझै मेसेज सहितको बनाउँथ्यो भने त्यस्तो क्रिएटिभिटी माइन्ड थियो हामीले चाहिँ त्यो वे नपक्रेको हो कि हामीले ट्र्याक चाहिँ चेन्ज गरेको आफ्नो भयो त्यही भयो अझ एउटा कुरा भनिहाल्छु है त्यो बच्चाकै बेलाको हो सानो क्लासमै अनि त्यो नाटकको के तँलाई अलिकति ठ्याक्क सम्झन्छ भन्नु नभएदेखि चाहिँ त्यो उसको भन्छु कि म डान्सको भन्छु कन्टिन्यू गर्न त्यही हो बच्चामै हो डान्स पनि हामीले स्कुलमा यति डान्स गर्न मन लाग्ने है अनि एउटा प्रोग्राममा 3वटा त हामीले देखाउनै पर्ने कि त म लगायत हाम्रो ग्रुपको डान्स चाहिँ 3वटा देखाउनै पर्ने हामी अशोक सिंह खडा सर उहाँसँग रिसाउँथ्यौँ कि प्रोग्राम चलाउने उहाँ अनि अशोक सर साइन्स टिचर हामीलाई पालो नदिएको अथवा चाहिँ हामीलाई अलिक धेरै दिनुपर्छ भनेर हामीले सरलाई भन्थ्यौँ अनि डान्स गर्ने बेलामा नि बच्चै थियौँ नि त अनि पुरै अब त्यति बेला अब जाडो मौसम पनि हुन्थ्यो होइन हाम्रो त्यो वार्षिक समुदाय होला सायद होइन
पुरै हामी त यस्तरी के यस्तरी सिगान पुस्दै अनि नाच्ने कि अहिलेसम्म याद आउँछ है भगवान् त्यो त। अनि हाम्रो के अरे लक्ष्मी बहिनी होइन सुनिल त म हो कि त्यो हामी 4 जना हो कि नाचेको गीतको नाम थाहै छैन सिगान पुस्दै म नि नाचे त्यो त तर सुनिल त होला तिमीहरू केटामा तिमीहरू 2 जनाले गरेर कसरी गरे यसरी के त्यो सम्झँदा जहिले हाँसो लाग्छ मलाई हेत्तेरिका उमै त्यो बेलामा त्यो ज्याकेट पनि लाएको थिएन होला कि टी सर्ट लाएको थियो होला खाली हुन्थ्यो नि त हात अनि आइहाल्यो होइन अनि त्यसपछि यस्तरी के यहाँ आउँछ नि त अनि यस्तरी यस्तो अनि त्यसपछि यस्तो गर्दै नाचे गीतको नाम चाहिँ उठ्यो के थियो भने मलाई सबै याद छ गीतको चाहिँ म फुल बनी फुलिदिन्छु तिमी म फुल बनी फुलिदिन्छु तिमी बास्ना बनी झर्नु है खस्नु है त्यस्तै समथिङ हो त्यस्तै थियो तर मलाई के थियो याद भयो नाचेको याद छ सबै कहाँ हुन्छ त नि भने लाइक मैले भने नि मलाई मेमोरी भएको राइट बेन्डमा बस्नुपर्छ कुनै कुनै मुभमेन्टहरू जुन मेरो राइट बेन्डमा बसेको तँलाई याद नहुन्छ तर हामीले त हरेक मुभमेन्ट सँगै बिताएको नि त होइन बिहानदेखि बेलुकासम्मको एभ्री मुभमेन्ट त घर नजिक भएको नाताले एउटै स्कुल पढेको नाताले काम काज एभ्रिथिङको नाताले त सँगै स्पेन्ड गरेका छौँ होइन त्यो लेडिज र जेन्ट्स भएको नाताले कुनै कुनै मुभमेन्ट चाहिँ फरक होला नत्र बाल्यकाल त अझ त्यो स्कुलको त अब स्कुलको त अझ स्कुलको कुरा त होइन त्यो कतिको याद छ त्यो हाम्रो त्यो निलो कमिज हुन्थ्यो नि ड्रेस कमिजको यो खल्तीमा चाहिँ पुरै रातो हुन्थ्यो नि त किन काफल हालेर कुन के अरे क्लासै छोडेर पनि जान्थ्यो होला कि सायद भागेर जान्थ्यौँ अनि पुरै अनि सरलाई थाहा नदिकन जाने अनि त्यसपछि काफल खाने काफल त यहाँ राख्ने अनि यो के अरे कमिजको पनि पुरै रातै हुने अनि हामीले उलाउँथ्यौँ नि त फ्रकमा पनि त्यो काफलको उलाएर अनि त्यसपछि अर्को चाहिँ के भन्छ त्यसलाई हामी वनमा जान्थ्यौँ नि खोज्नलाई कुथुर के भन्छ त्यसलाई न्युरो टाइपको के न्युरो अनि त्यसपछि ऊ के पानीमला जरा कि जरा मलाई सुन त्यो जराको नामै आएन कि त्यस पछाडि दालचिनी भन्छ दालचिनीको जरा जरा खोजेर खाने यता यता कालो हुन्थ्यो होइन पुरै धुलो के तर हाम्रो बाल्यकाल पनि त्यति लाइक एउटा सेटिस्फाइड टाइपको बाल्यकाल त बितेकै होइन एउटा स्ट्रगल टाइपको एउटा एकदम जिरो फ्यामिलीबाट होइन बिलङ गरेको भएर थियो लाइक कस्तो भने हाम्रो टिफिन भने नि त जङ्गलमा खोज्न जान्थ्यौँ भने पछाडि होइन टिफिनको लागि भनेर कहिले पैसा लान्थ्यौँ घरको खानेकुरा मकैबाट लान्थ्यौँ मकैहरू लान्थ्यौँ होइन रोटीहरू लिएर जान्थ्यौँ जङ्गलतिर खाजा खाएको पनि खासै याद छैन स्कुलमा क्यान्टिनमा मलाई चाहिँ अलिअलि याद छ दिदीले चाउचाउ किने दुईजना मिलेर खान्थ्यौँ अनि होइन चाउचाउ बिस्कुट किनेर त खाइयो होला तर त्यही खाएन अनि हाम्रो खाजा बनाए नै त्यही अनि त्यो पुरै मुखै कालो बनाउँथ्यो कि ओठे कालो बनाउने अङ्गेरी के भन्छ हो त्यो पनि खान्थ्यौँ नि आजभोलि त पाइँदैन है त्यो हुन त हामी त त्यति जङ्गलमा नगएर होला होइन पाइन्छ होला अनि ऊ के नामै नआएको के त्यो पहेँलो हुन्छ नि यस्तो सानो सानो कस्तो गुलियो मिठो काँडा हुन्छ क्या त्यसको रुख चाहिँ भगवान् काँडे नै रुख काँडा हुन्छ सानो हुन्छ हामी टिप्नु ऐसेली ऐसेलीमा काँडा हुन्छ मैले त मच्यानुलाई ऐसेली भनिरहेको छु कि बिर्सिरहेको छु हो त्यो हाम्रो खाजा भन्नु नै त्यही त मचिनो ऐसेलु अनि के अरे अँगेरी भयो अनि काफल कटुस त्यही जरा भयो दालचिनीको जरा होइन त्यो पनि खान्थ्यौँ अनि अर्को हामीले त्यसलाई नाम त ठ्याक्कै थाहा छैन हामीले त बिल्लो भन्छौँ के भन्छ त्यो नि हो नि खाने त हामीले त बिल्लो नै त भन्ने बिल्लो खनिया बिल्लोलाई नखाने रहेछ कि अरूतिर खाइरहन्छ यसलाई अलिअलि भयो भने चाहिँ खान्छ खाँदैन थाहा नहुने कि तिनीहरूलाई कतिपय ठाउँमा देखेँ यो फल पनि खान्छ र टाइपको के हाम्रोतिर डेन्जर खान्छ होइन
कस्तो मिठो हुन्थ्यो। अनि कति हामी 8 क्लासबाट छुट्यौँ है। म कन्टिन्यू बाहुनडाँडा पढेँ म बेसी चन्द्रोदयमा। त्यस पछाडि सहर झरिस सहर त हामी गाउँमै छ सहरमा झरिस। जस तैँले नि अलि बच्चामा स्ट्रगल चाहिँ गरेको चाँडै जब गर्ने होइन चाँडै जब गरिस्। अनि त्यही त के अरे म त त्यही भएर नि मलाई त अलिक डर नै नलाग्ने एक्लै पनि जे नि गर्न सक्छु भन्ने टाइपको हुन्छ नि त। म मेरो क्षमता अनुसार बच्चामा मलाई 4 कक्षामा पढ्थ्यौँ हामी होइन। म रेडियोमा बाल प्रोग्राम चलाउँथेँ रेडियो मर्सिङमा। अनि रेकर्डको लागि शुक्रबार म कति भने 3 पिरियड पढेर जान्थेँ कि एक्लै जान्थेँ। अनि त्यो अर्काले बेसमा गएर गाडी चढेर म र किरण रिमाल छ नि उरोमा जान्थेँ। अहिले ऊ यहाँ यो संसारमा छैन होइन एकदम दुःख कुरा तर हाम्रो साथी हो मजाको थियो अनि दुःख भयो। अनि हामी गएर अनि एक रात चाहिँ बेसी होटलमा बस्थ्यौँ कि त्यो बेला नि के भने अब म एक्लै बस्थेँ कि होटलमा। कति मेरो उमेर भने 12-13 त होला नि तिमी थिएँ कि थिएन। अनि एक्लै होटल किचनमा गएर बस्थेँ म। अनि शनिबार कार्यक्रम रेकर्ड हुन्थ्यो अनि त्यसपछि फेरि फर्किन्थेँ कि त्यो हिसाबले नि मलाई चाहिँ त्यही भएर अहिले नि खासै यो डर भनेको लाग्दैन कि। त्यसरी नै गर्दै गर्दै गएँ। अनि पछि एसएलसी लगत्तै हाम्रो पालामा त एसएलसी त थियो होइन अहिले पो एसएलसी आयो त। अनि के अरे त्यसपछि जोइन भइहाल्यो त्यहीँ। अनि विकास चाहिँ त्यो बाहुनडाँडा एसएलसी सकाएर कता पढ्यो के अरे बाहुनडाँडै पढेको प्लस टू त्यहीँ गरेँ है। त्यहीँ गरेको तर अलिकति ऊ भयो कि लाइक पढ्नुपर्छ भन्ने टाइपको चाहिँ सिरियसनेस पनि भएन फुटबल खेल्नु। प्लस 2 सम्म त राम्रोसँग पढ्यो नि त पढ्न त कहाँ पढ्नु नि प्लस 2 जोइन गरियो। अनि प्रपर पढाइ त हुन्थ्यो नहुँदैन तर हामी एटेन्ड गर्थेनौँ कि काम गर्ने अनि फुटबल खेल्ने इन्जोयतिर लाग्यो। अनि त्यसपछि 12 पढ्दा पढ्दै जबतिर लाग्यो भने चाहिँ 18 वर्ष 2 महिना समथिङ कति भएको थियो मैले जब गर्दाखेरि। बच्चा नै त भन्ने जब गर्ने टाइम त हो होइन तैपनि नर्मल मान्छेभन्दा अलिक छिटो जब गरेको त्यही त। अनि त्यही त त्यहाँ अब पढ्दा पढ्दै ठ्याक्कै कसरी प्रवेश भयो विकासको चाहिँ मलाई पनि अहिलेसम्म तँलाई सोध्दा पनि सोध्नु तैँले भने होइन थाहा नै छैन होइन। यस्तो हामी खासै गफ त हुन्छ तर यो ऱ्यान्डमली अरू गफ भइरहेको हुन्छ होइन। यस्तो लाइक विगतको दिनहरू सम्झेर गफ गरेर जाँदा पहिलो पटक होला त्यही भएर पनि एकदम मजा आइरहेको छ लाइक एकदम रमाइलो एकदम कति वर्ष अगाडि पुगिराख्यौँ कि हामी होइन। सुन्न मलाई त त्यो अहिले त्यो ऐसेलुको रुख सम्झिरहेको छु त्यो दालचिनीको रुख सम्झिरहेको छु होइन। अझ एउटा ऊ छुट्याएछ कि हामीले काली काठ कि फेरि तिरु भन्छ तल यतातिर लाइक अरू ठाउँतिर हाम्रोतिर काली काठ भन्छ हो। यति अग्लो हुन्थ्यो रुख त्यहाँ चढेर है बाँदर नै हो कि हामी बाँदर त हो अहिले त अब सक्दैन डर लागिहाल्छ यति अग्लो थियो है हामी सानो मान्छेहरू अनि चढेर त्यो अनि त्यत्रो ठुलो खोलामा कसरी पौडी खेल्छौँ कि बच्चामा पुरै नादी खोलालाई म त अलिक डर लाग्थ्यो त्यो आधासम्म जान सक्थेँ म खोलामा। म गइनँ कि फुल चाहिँ डर लाग्यो त्यसरी एकचोटि जानु ट्राई गरेको थिएँ अनि म कस्तो हो कि है म त डुबेँ है। अनि मलाई अलिअलि याद छ तेजु त्यही क्या त्यति बेला है। अनि उसले चाहिँ ऊ गरे जस्तो लाग्छ क्या निकाले जस्तो लाग्छ म डुबेको थिएँ कि अनि म अलिक डराउँथेँ जे भने अलिअलि त गर्ने तर खोलाई चाहिँ पार गर्न नसक्ने आधासम्म जान्थेँ। हाम्रो भाइ मभन्दा नि सानो मान्छे उसले पुरै गर्थ्यो फेरि यसरी पौडी खेल्न जाँदा हाँसो लाग्दछ पुरै घाममा। तैँले नि ठ्याक्कै कहानी निकालिस् तँलाई चाहिँ